एयरपोर्टमा जानुहुन्छ भने यो भन्दा ठुलो भिड विदेश गइराख्नु पर्यो। मलाई थाहा छ, म देशबाट पनि तपाईहरु विदेश जानुभएको छ। कहाँबाट चाहिँ विदेश गइएको छैन? हिमाली क्षेत्रको पनि विदेश गइएको छ, पहाडी क्षेत्रको पनि विदेश गइएको छ। सबै हामी विदेशै गएर मात्रै तपाईको पेट पाल्न बाध्य भइरहेका छौं। अहिले हामीले गरेको पेशा व्यवसायहरू त्यति राम्रो चल्दैन। यो दोकानमा सोध्यो भने यो दोकान पनि भाडा तिर्नलाई मुस्किल होला, माथि तलको पनि त्यस्तै हो हैन। यो मधेसको मात्रै समस्या होइन, पूर्वमा धरानतिर आउनुभयो भने त्यहाँ पनि त्यस्तै समस्या छ। यी सारा आर्थिक मन्दी के भएर भयो, यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ। आदरणीय दाजुभाइ दिदी बहिनीहरू, साँच्चै नै यो देशलाई विकास गर्ने भने श्रम संस्कृतिसँग त्यो भिजन छ, जुन भिजनले यो देशलाई परिवर्तन गर्न सक्छ। हामी शिक्षामा परिवर्तन ल्याउन चाहन्छौँ। बोलिराखेकै कुरा यहाँ दोहोरिन सक्छ, तपाईहरुलाई चाहिँ बोर नलागोस्। यहाँहरूलाई म जानकारी गराउन चाहन्छु, शिक्षाबाट मात्रै हामीले परिवर्तन ल्याउन सक्छ। हाम्रो केटाकेटीलाई, हाम्रो नानीहरूलाई एसएलसी गरुन्जेलसम्म, अहिले त एसईई भन्छ क्या र हैन, त्यो गरुन्जेलसम्म उसलाई हामीले धान फलाएर खाना सिकाउनु पर्छ, कोदो रोपेर खाना सिकाउनु पर्छ, फलफूल रोपेर खाना सिकाउनु पर्छ, तरकारी रोपेर खाना सिकाउनु पर्छ। अहिलेको शिक्षा के छ भन्दाखेरि पढ्यो अनि भरे भोक लाग्छ, ग्यास्ट्रिक भएर अल्सर लागेर क्यान्सर लागिन्छ। पढिसकेपछि कमसे कम हामीले भात खान सक्यौं न हैन, त्यसलाई म भन्छु शिक्षा। हाम्रो देशको शिक्षा उत्पादनसँग जोडिएको छैन। यो हाम्रो देशको शिक्षा निर्माणसँग जोडिनुपर्छ। हामीले पढिसकेपछि कमसे कम हामीलाई घर बनाउन आओस्। अहिले हामीलाई केही बनाउन आउँछ? एउटा सफारी बिग्रियो भनेदेखि मेकानिक कहाँ छ भनेर कुदिनुपर्छ। एमए को सर्टिफिकेट यहाँ छेपेर हैन, होगेन भन्नु न। डिग्रीको पास गरेको छ, डिग्रीको सर्टिफिकेट बोकिरहेको छ, एउटा बत्ती फेर्नु पर्यो भने कता इलेक्ट्रिसियन खोजेर 10 दुनियाँ खोजिरहेको। त्यो खालको परनिर्भर खालको तपाईको शिक्षा भएको कारणले गर्दाखेरि है हामीले निर्माणसँग जोडिने शिक्षा हामीले चाहिँ लागू गर्नुपर्छ भनेर भन्छौँ। र अहिलेका जेनजी पुस्ता हामी भन्दा धेरै इन्टेलिजेन्ट हुनुहुन्छ। म हुर्किँदाखेरि मैले हैन यसो ढुङ्गाहरू आलुहरू खेलाउँदै हुर्केको। अहिलेको नानीहरू कही गरेर तपाईको छैन के रे हुर्केको हुन्छ भन्दाखेरि अहिलेको नानीहरू मोबाइल खेलाएर हुर्किरहेको। त्यसो भएको कारणले गर्दाखेरि म जेनजी पुस्तालाई पनि भन्न चाहन्छु, यति इन्टेलिजेन्ट तपाईहरु बन्नुहोस्। यो देशमा अमेरिकाले अहिलेसम्म आइफोन 17 निकालेको छ क्या र आइफोन 20 बनाउनुहोस् है। त्यति एडभान्स मैले भन्नुको मतलब त्यसलाई आइफोनै भन्नुपर्छ भन्ने छैन। एनफोन भनौँ त नेपालको फोन हैन है, एनफोन 20 निकालेर देखाउनु। त्यो खालको शिक्षा हुनुपर्छ भन्ने हाम्रो तर्क छ। र तर्क मात्रै होइन, हामी त्यो लागू गरिसक्छौँ। तर त्यो लागू गर्नका लागि तपाईहरुले हामीलाई अनुमोदन गरिदिनु पर्यो। हर्क साम्पाङले मात्रै 1 सिट सुन्छ, एकमा जितेर हुँदैन। यतातिरका उम्मेदवारहरूलाई पनि तपाईहरुले